भन्थ्यो एउटाले त्यो। हेलो गाइज, दर्शन नमस्ते सबैजनाले। यो खानेकुरा चाहिँ पैसा पर्छ रहेछ। कता देखाएको छ पैसा? यतापट्टि हो कि यतापट्टि? यतापट्टि हो कि यतापट्टि? पैसा खेलाउन सेलाउनु पर्छ अरे यो खानेकुरामा। त्यही भएर मैले चाहिँ आज विशेष रेन्जु बेबीको लागि ल्याएको छु। रेन्जु बेबी चाहिँ यहाँ मक्ख परेर बसिरहनु भएको छ। बाबाले यहाँ कहिले फुटाउने भनेर। अब यसलाई चाहिँ हामी फुटाउन जाँदैछौँ है त गाइस। के पर्दो रेन्जु बेबी फुटाउ त के पर्दो रहेछ देखाउ त। यहाँ खनाइदेऊ न यहाँ बिस्तारै बिस्तारै। ल ए गुच्चा खेलाउनाहरू पर्दो रहेछ गाइस। ल त्यो नि खोला के हो त्यो? वाउ, यहीँ खनाउ। खानेकुरा पो रहेछ। ए त्यो खानेकुरा साइडमा राख। ल अर्को खोल न ल अलि फास्ट। ए कटन रहेछ है। यति खेलाउन परेछ है गाइज। यो प्राइस जम्मा 10 रुपियाँ। ओ पैसा नि रहेछ। भारू 500 परेछ गाइज। ल यहाँ नि रहेछ। ल यी सोफावाला यो त खानेकुरा भइहाल्यो। यो कति परेछ? यो नि 500 नै परेछ। ल 1000 रुपियाँ पर्यो हामीलाई। नकली नोट हो क्या? ल ओरिजिनल हो यो, पैसा आउँछ। अर्को नि फास्ट छिटो ल खोला दाँतले। रेन्जु बेबीले चाहिँ धेरै दुःख गर्दै हुन्छ। अब कताबाट के खोल्ने थाहा छ। ल कनो यो के हो? पैसा पर्छ भने त गाइज पैसा पर्यो। ल आमा पोट छक्का नि पर्दो रहेछ। पोट छक्का नि पर्यो। यहीँ पर्यो। 1500 परेछ गाइज यहाँ चाहिँ। ओहो यो त कति हो? यो नि 500 नै हो। 1500 पर्यो। अब अर्को देखाउ रेन्जु। गुच्चा 3टा पर्यो। ओ गुच्चा। ल अब गुच्चा खेला। ल गुच्चा चाहिँ फाइनली गुच्चा चाहिँ 3-6वटा पर्यो। अरू के भाइ? ए नोटबुक जस्तै परेछ एउटा। ल गुड। ल अब खानेकुरा यत्रो 50 रुपियाँ खर्च गरेको थिएँ। 50 रुपियाँ खर्चमा हेर्नुहोस् 500 1000 अनि 1000 2000 अनि गुच्चा आयो। 6वटा गुच्चा आयो। यो गुच्चा अनि यो नोटबुक डायरी जस्तै अनि यो अनि एउटा सोफा। यति आयो गाइज। ल गाइज यो अनि यो पनि हो पोट छक्काको। यो पोट छक्का के भन्छ? ल त्यो सफा गर। खानेकुराहरू हुँदो रहेछ। अरू त सबै कचरा। ल कचरा के हो त्यो? ल 50 रुपियाँ खर्च गरेर चाहिँ यत्रो खेलाउनाहरू आयो। छुट्टै पैसा नि आयो 2000। ल गाइज तपाईँहरू पनि किनेर खानु होला। यी बुढाहरूले खेल्न पनि थालिसे। सर्पको के पोट आउनुपर्छ। आएन पन्जे। ल तिमी हान फास्ट दुवा आयो। छक्का आयो। होइन हान्न पाउँछ। ल घुमाउँछ अरे। ल चौका आयो। यसो गरेर हान्ने रुक्नु भएन भने निक्ल्यो। एउटा निक्ल्यो दादा। एउटा निक्ल्यो। 3 ल 10 रुपियाँ 4 यार 4मा। ल तिमी हान। 10 रुपियाँको खानेकुराले चाहिँ यत्रो खेलाउनाहरू। छक्का फेरि हान्न पाउँछ। ल फेरि हान। ल फेरि हान न। पोट आउनुपर्छ क्या 1। हेर्न आऊ त्यो चक्लेट।